फूड एन्ड क्लोथ बैंक नेपालका परिकल्पनाकार सल्लाहकार आदरणीय व्यक्तित्व भीम मल्ल ठकुरजीलाई आफ्नो सार्वजनिक मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। आजका यस कार्यक्रमका अध्यक्षज्यू यहाँ उपस्थित हुनुभएका सम्पूर्ण जति पनि यहाँ उपस्थित हुनु सम्पूर्ण आमा बुबा साथै भाइ बहिनी अरू सम्पूर्णमा मेरो नमस्कार भन्न चाहन्छु। मेरो नाम चाहिँ भीममल्ल ठकुरी। मेरो पहिलाको घर चाहिँ स्याङ्जा हो। स्याङ्जादेखि म अहिले पाल्पा रामपुरमा छु र हाल म युएमा छु। युएमा चाहिँ त्यही संस्था नेपाल एसोसिएसन नारायण युएको अध्यक्ष पनि छु र यो अहिले आज हामी चाहिँ यो हाम्रो यो पुरन फाउन्डेसनमा चाहिँ कपडाको चाहिँ कपडा ब्याङ्कको जो यो चाहिँ हामीले नै अब यो एउटा कमलजीसी हुनुहुन्छ, उहाँ हामी चाहिँ विषयमै बसेर अब चाहिँ नेपालमा अलिकति विगत ठाउँमा चाहिँ परेका र कुनै पनि समस्या परेकालाई चाहिँ हामीले यो कार्यक्रम गर्नको पनि हामीले वहीँबाट चाहिँ यो हामीले ल्याउनु पर्छ भनेर अहिले चाहिँ रामपुरमा त्यसको अध्यक्ष चाहिँ हाम्रो सूर्यजीजी हुनुहुन्छ र मलाई आज अत्यन्तै खुसी पनि लागेको छ किनकि यति माथि आएर रामपुरबाट म लगभग फर्स्ट टाइम नै आएको यहाँ यति माथि आएर चाहिँ आज भाइहरूको अनुरोधमा चाहिँ हामी माथि आएर त्यसरी हजुरहरूसँग भेट्न पाइयो र भाइ बहिनीहरूलाई सँगै भेटघाट भएर चाहिँ यसरी बस्न पाइयो र सानो उपहार जस्तो पनि हामीले दिन पाउँदा चाहिँ म अति नै खुसी छु। र म युएमा पनि यस्तै समाज सेवा गरेको हुन्छु। म कुनै राजनीतिको पार्टीको मान्छे पनि होइन। म निस्वार्थ हिसाबले एउटा समाज सेवा गरौँ भन्ने हिसाबले आएको। म कुनै पार्टीको मान्छे होइन, कुनै म भोट माग्न आएको पनि होइन। म एउटा समाजसेवी जस्तो भएर नै निस्वार्थ हिसाबले म कुनै पार्टीमा पनि छैन अहिलेसम्म। त्यही भएर हजुरसँगै आएर भाइ बहिनीहरूलाई आफूले सक्दो सहयोग गरौँ भन्ने हिसाबले मात्रै आयो। र युएमा पनि हाम्रो नेपाली दाजुभाइ जति पनि नेपाली दाजुभाइ नेपालदेखि युए अथवा कुनै देशमा बाहिर देशमा जानुहुन्छ उहाँहरूको लागि पनि मैले सहयोग गरिराखेको छु। अहिले जति पनि नेपाली विदेशी भएको छ उहाँ चाहिँ समस्या कम्पनीले समस्या पारेको छ, खान बस्न पाएको छैन र विद्यार्थीहरू पनि गएको हुन्छ, उहाँले दुःख पाइराख्नु भएको छ, बस्ने ठाउँ पाउनु भएको छैन र खान पाउनु भएको छ। उहाँहरूलाई पनि मैले आफै हाम्रो संस्था लगायत म आफै स्वयंले चाहिँ मैले सहयोग गरिरहेको छु। र विदेशमा स्पेसली युएमा कुनै पनि विदेशमा चाहिँ बित्नुभयो अथवा आफ्नो कसैको आफ्नो गाउँठाउँको मान्छे मृत्यु हुनुभयो उहाँहरूलाई पनि हामीले